हेलो होली स्पेसल आज दरमागमा है त्यो प्रत्येक वर्ष होइन होलीको दिन न्यु इयरमा होइन धेरै कार्यक्रमहरू हुने गर्छ र चाहिँ दरमागमा हाम्रो यो दरमाग व्यापार सङ्घले होइन आयोजना गरेको कार्यक्रम होली स्पेसल। म पनि दरमागतिरै छु है साथीहरू, कोही तपाईँहरू मलाई चिन्ने साथीहरू कोही मित्रहरू हुनुहुन्छ भने होइन म दरमाग महेन्द्र सालिङ नजिकै छु, सबैले मलाई सम्पर्क गर्न सक्नुहुन्छ। आज यो मात्रै सुरुवातको समयमा होइन, म बिहानको समयमा गएको थिएँ। यो चाहिँ सुरुवाती चरण हो हजुरको। योभन्दा पछि दिनमा चाहिँ कन्सर्ट हुन्छ होइन। यो भर्खर यो त पूर्व तयारी हो, बिहानको भर्खर अहिले 11 बज्दैछ, पूर्व तयारी चाहिँ हुँदैछ अगाडि। यो आजको कार्यक्रममा चाहिँ हाम्रो यो स्पोन्सर गरेको चाहिँ गाडी आफ्नो एडभर्टाइज जसले स्पोन्सर गरेको छ उसको चाहिँ गाडी राखेर चाहिँ एडभर्टाइज गरिरहेको रहेछ। यो भर्खर चाहिँ स्टेज बनाउँदै गर्दाखेरिको समयमा सबैले जसलाई हेऱ्यो भने पनि होइन, सबै भिडियो बनाउनु नै, सबैले भिडियो बनाउनै आएको जस्तो लाग्छ नि यहाँ सबैजना। म मात्र होइन, अरू पनि जसलाई हेऱ्यो होइन भिडियो नै बनाएको छ, भिडियो नै खिचेको छ होइन। एउटा होली भनेको हाम्रो नेपालीहरूको ठुलो चाड बन्यो नि होइन। दसैँ तिहार पछिको सबभन्दा ठुलो चाड कुन भन्यो भने अहिले चाहिँ होली हो जस्तो लाग्छ है। त्यसपछि भ्यालेन्टाइन डे होइन, अब क्रिसमस त्यो पनि छँदैछ, तर स्पेसल अझ होली भनेको त हजुरको यस्तो चाहिँ कल्चर सुरु भइदियो कि होइन। र एउटा अनि तिज पनि हजुर, तिजमा कति कुराहरू अब दुःख पनि लाग्छ, मान्छे सकेर पनि नसकेर पनि मान्छे चाहिँ पार्टी गर्नुपर्ने, साडी किन्नुपर्ने, गहनाहरू किन्नुपर्ने, केटा मान्छेलाई चाहिँ अब अझ बढी प्रेसर हुन्छ जस्तो लाग्छ। रमाइलो गर्ने चाहिँ महिलाले होइन, तर त्यसको चाहिँ प्रेसर चाहिँ पर्ने चाहिँ केटाहरूलाई जस्तो लाग्छ है। माइन्ड नगर्नु ल। यो स्टलहरू पनि छ, यो फुड चाहिँ हजुरको फुड स्टलहरू पनि छ होइन। यो अनि हाम्रो राजाको दरबार है, यही दरबारको अगाडि भएर दरबार अनि मार्ग।